यो स्कुल लाइफको यो लास्ट ब्लग हुनेछ लिइसक्यौँ हिँडौँ सो बाई बाई स्कुल गाइज हाम्रो त्यहाँदेखि बाई बाई सो गाइज यो चाहिँ हामी स्कुललाई दिन आँटेको फ्रेम जुन मैले आफै डिजाइन गरेको छु बाई बाई जसरी बाबुआमाले आफ्ना छोराछोरीको दैनिक उज्जवल भविष्य चाहन्छन् त्यसै गरी प्रत्येक शिक्षक शिक्षिकाले सो हे गाइज वेलकम ब्याक न्यू ब्लग भिडियो सो हाइलाइट क्लिप्स हेरेर तपाईँ थाहा पाएँ हाम्रो क्लिप ब्लग बनाएको छु फेयरवेल प्रोग्राम हाम्रो जुन स्कुलमा भइरहेछ हाम्रो विदाई कार्यक्रम सो जाँदैछौँ स्कुल रेडी भइसकेका छौँ साथीहरू पनि आइरहेको छ अब स्कुलमा गएर फेरि मिल्नेछौँ है सो गाइज स्कुल लिएर आइसकेका छौँ सो अब एन्ट्री गर्छौँ ल गाइज सो गाइज स्कुल एन्ट्री भइसकेका छौँ सो हिँडौँ अब क्लास नमस्ते गुरु हुन्छ हुन्छ गाइज क्लासमा एन्ट्री हानिसक्यौँ सो यहाँ सुटिसकेन टिचरहरू आफ्नो आइराख्नु भएको छ सो हामी यता बसेको छौँ यता फोटोसुट अनि यता मेहर अनि यता गाइज जसरी बाबुआमाले आफ्ना छोराछोरीको दैनिक उज्जवल भविष्य चाहन्छन् त्यसै गरी प्रत्येक शिक्षक शिक्षिकाले आफ्ना विद्यार्थीहरू आफूले पढाएका विद्यार्थीहरू एउटा राम्रो होस् राम्रा बनुन् राम्रो बाटोमा जाउन् भन्ने उद्देश्य राखेको किनभने तपाईँहरू यहाँ मायाको आवारमा आजसम्म बाँचिरहे क्षमा पाऊ बुबा यदि मबाट गल्ती भए तिम्रो मायाको आवारमा आजसम्म बाँचिरहे Bye bye. सो यहाँ भाइ नास्ता लिएर आएको छ यो नास्ताहरू पनि अब के छ योमा सो गाइज यो चाहिँ हामी स्कुललाई दिन आँटेको यो फ्रेम जुन मैले आफै डिजाइन गरेको छु यो जति यो फोटो सब मैले आफै बनाएको छु एउटा एउटा गरेर यो चाहिँ हामी आफ्नो एउटा मायाको चिन्ह स्कुलमा राख्नको लागि हामी यो फ्रेम दिइरहेको छौँ सो हिँडौँ त्यहाँ प्रोग्राम जहाँ भएर त्यहाँ हामी स्कुल सरलाई सरप्राइज दिने है त हामी सबको टी सर्टमा चाहिँ लेख्ने कार्यक्रम चलिरहेछ सो यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू गाइज हामीले गुरुबार अलि सरको लागि जुन बनाएको थियौँ सरहरूलाई पनि अब दिन्छौँ है त सो अब सरलाई अब दिउँ यहाँ सर हुनुहुन्छ बोलाइसकेका छौँ सो अब सरले दिउँ है कस्तो रियाक्सन सो गाइज हाम्रो भिडियो चाहिँ जति सोचेको थियौँ त्यति बनेन यहाँ कोही यता कोही उता उता भिडियो बनेन सो त्यही पनि हामी आज अलि सरले एउटा भिडियो भन्नु त्यही जाँदैछौँ त फिल्डमा बनाउन हेरौँ कस्तो हुन्छ ल गाइज अनि म पनि सरमा हालिदिन्छौँ टिकटकहरूमा हेर्नु होला ल
फ्लावर टोकन उतै छ ल गाइस म उता बिर्सिसकेको थिएँ भुक्कर खाइरहेछ लिइसक्यौँ हिँडौँ सो बाई बाई स्कुल गाइस हाम्रो त्यहाँदेखि बाई बाई साइड लाग्यो साइड लाग्यो नगर्नु हेलो I miss you all of you I miss you too साथी बाई ल हामी कहाँ जाने अब केटा हो कहाँ जाने सफल जाने हामी केटा हो सफल सो गाइस एउटा सिटीमा यहाँ 10-12 जना 13 जना भिड रहेछ सो सफल होटल जाँदैछौँ हामी सो गाइस यतिजना आयौँ एउटा सिटीमा यतिजना थियौँ अरू एउटा ग्रुप केटाहरूको ग्रुप आइसकेको छ यहाँ पैसा तिरेर सबना सो यहाँ सफल रेस्टुरेन्टमा निस्केको छु यस्तो रहेछ यहाँको भ्यू होलीको जुन प्रोग्राम भइरहेको थियो सो अब माथि हिँडौँ गाइस माथि प्यान्ट्री रहेको छ यहाँ पनि राति हल्का राम्रो लाग्छ सो अब यताबाट माथि जाने सो गाइस यहाँ आइसकेको थियौँ माथि यहाँ सफल रेस्टुरेन्ट सो यता बसेको छ सबजना यहाँ गर्ल्स यता बोइज के छ दाइ सो अब सिनमा हानौँ उहाँ चाहिँ भिडियो बनाउनुहुन्छ हाम्रो हाल्नको लागि सो यहाँ यिनीहरूको अर्डरहरू आइसकेको छ मैले पनि लिइसकेको छु कसको अर्डर थियो मैले गरेको छु मेरो ढिलो छ मलाई छिटो खानु छ गाइस मैले लिइसकेको छु मलाई भाइ एउटा खाना दे पहिला म खान्छु बुझिस नाच है नाच सो गाइस यसमा धेरै गरिसक्यो म बिल पेमेन्ट गरौँ ल गाइस हामी चाहिँ यहाँ भइसक्यो अब जाँदैछौँ यहाँ सबजना एकछिन डान्स गर्ने अनि सबजना हिँडिदिने है सबजना हिँडेको अब यो सफल रेस्टुरेन्ट चाहिँ तपाईँ आउनु सक्नुहुन्छ बबियाको बाटोमा रहेको छ सो यहाँ सबजना अब यतिजना छौँ हामी सबजना हिँडिरहेको छौँ र यहाँ दुईजना रहेपछि रिच किड्सहरू यहाँ सिटीमा हिँडेको हामी त लोकल पारामा हिँड्ने सबैजना हिँड्दै हिँड्दै लगाइ यहाँ गोल चोक आइसकेका छौँ सो हामी जाँदैछौँ यहाँबाट अब यो ब्लग इन्ड गर्ने टाइम आइसकेको छ च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र अब ठ्याक्कै अब अझै 20 दिनपछि मेरो भिडियो आउँछ सो अब स्कुल लाइफको यो लास्ट ब्लग हुनेछ तपाईँको लागि राम्रो राम्रो भिडियो लिएर आउनेछु छुट्टीमा 3 महिनाको र यो अब यही इन्ड गर्ने टाइम आइसकेको छ सो अब इन्ड गर्दैछौँ यो ब्लग है रुममा गएर इन्ड गर्नुपर्छ गाइस र स्कुल लाइफ धेरै याद आउने छ गाइस यो एउटा मेमोरिज हो हाम्रो जुन यो ब्लग राखिरहेको छौँ यहाँ एउटा मेमोरिज हो सो गाइस यो अनि स्कुलको तर्फबाट दिएको हामीलाई सम्झना स्वरूप यो फ्लावर टोकन हामीले पाएको छौँ अनि हामीले मायाको चिनो अनि हामीले पनि स्कुललाई दिएको छौँ फ्रेम जुन मैले यहाँ स्क्रिनमा दिइरहेको छु यसलाई म आफै क्रिएट गरेको थियौँ र सबैजना मिलेर प्लेट गरेर पनि अनि त्यसपछि बनाएर हामी स्कुललाई र अली सर र ग्रुपवाला हामी दिएको छौँ यही हो ल मेरो बस पार गयो अनि म चाहिँ वको रुम हल्का काम छ मलाई हल्का बाहिर हल्का मिटिङ छ एउटा जानुपर्छ उता गाइस मिटिङै भनौँ अब हल्का कुरा गर्नु छ केहीको सो सबजना बस पार गयो अनि म चाहिँ रुम जाँदैछु लुगासुगा चेन्ज गर्छु अनि त्यसपछि जान्छौँ उता ब्रदर्स होटलमा बोलाएको छ हामी यहीँ इन्ड गर्दैछौँ सो अब हिजो म ब्लग इन्ड गर्न पाएको थिइनँ हल्का काम त म गइसक्यो हतार हतारमा सो सबैजनाले यो ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच यो ब्लग मैले एडिट गरेँ पनि धेरै गाइस इमोसनल भइसकेको थियो अलि धेरै मेमोरिज थियो हाम्रो साथीहरूसित फेरि अब साथी सायद त्यही मिल्छ होला कलेजमा बाहिरको स्कुल लाइफमा 13 वर्ष मैले यो स्कुलमा बिताएको थिएँ गाइस यही साथीहरूसित यही साथी नयाँ आएको थियो केही गएको थियो 4-5 जना यस्तो साथी थियो कि सानैदेखि छु यो स्कुलमा जतिजना साथीहरू पनि तिनीहरू पनि हेर्दै आएको छ
ब्लग राख्नु होला। थ्याङ्क्स फर वाचिङ।